म यसलाई रेडी गर्दैछु चिकनलाई। पहिला म अब बेसनको साटो यो के अरे मैदा हाल्दैछु, अलिअलि मात्रै, धेरै त नहाल्ने। मैले हालेको छु माथिबाट बेसार, बेसारदेखि नुन हाल्ने, स्वाद अनुसार नुन। म कागती हाल्दैछु माथिबाट। आथा झन्डै आँखामा पर्यो हौ। फ्रेस कागती हो यो चाहिँ, बजारबाट किनेर ल्याएको। अब चाहिँ सिक्रेट मसला। ल यो मसला हालेपछि चाहिँ एकदम दामी हुन्छ है। जे तरकारीमा नि हाल्दा हुन्छ, खास गरिमा यो चटपटे मसला हो। अब म हाल्छु तेल। यो चाहिँ आफै खाने भएर कलर चाहिँ नहाल्ने। अब मिक्स गर्ने, अब हातले नै मिक्स गर्ने, अनि पो मिठो हुन्छ त। ल यो मिक्स, यो चाहिँ मैले म्यारिनेट गरिसकेको छु। अब एकछिन यसलाई राख्ने, अनि त्यसपछि एकछिनमा पकाउने। ल चाहिँ रेडी भइसकेको छ। यो चाहिँ अघि झिकिसकेँ। यो पकाउनलाई यहाँ तेल बसालेको छु, फ्राई गरिहाल्छु। यो चाहिँ अघि नै म्यारिनेट गरेर राखेको थिएँ। अब चाहिँ म यहाँ मासु हाल्न आँटेको। पड्किन्छ पो त, फेरि पड्किनु छ पटक 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 गरेर। कति पड्केको हो। सुरुमा चाहिँ म अहिले हाल्नु भनेको। आथा मेरो हात पोलिसक्यो है। आठो यहाँ पाक्दैछ। मेरो चाहिँ नि हात चाहिँ पोल्यो, त्यही भएर यहाँ चाहिँ पाक्दैछ है साथीहरू। यहाँ चाहिँ लेग पिस, यता मासु छ। चाहिँ मैले पल्टै पकाएको छु नि, फेरि यहाँ अघि हात पोलेर चाहिँ मैले यहाँ क्यामेरामा चाहिँ खिचेको थिइनँ कि। म दोस्रो पल्ट हाल्दैछु है। पड्किन्छ भनेर। पाक्दैछ, यो चाहिँ पल्टाइसकेको हो। चाहिँ पाकिसकेको चाहिँ यो पाकिसकेको छ। लास्ट भइसक्यो, तारेर पनि भइसक्यो फ्राई गरेर। अब चाहिँ सकिसकेको छ, यो पाक्दै गर्छ। ल अब चाहिँ खाना है। सबैजनालाई बाई बाई।